हेलो गाइज म चाहिँ टक्क यो के अरे के भन्छ एकान्त कुना र यता चटरमध्येबाट यो बिचमा आइदिएको छु होइन। यहाँ चाहिँ एकदम यो समयमा चाहिँ एकदम राम्रो के भन्छ यो के फुल भन्छ यो के रुख हो यो एकदम मजाले फुलेर छ होइन। यहाँ चाहिँ अनि मान्छेहरूको चट्टै माथि हेर्नु न फोटो खिच्नेको बेड। यहाँ मान्छे हिँड्नेलाई आकाशे पुल बनाउन आँटेको रहेछ। तर यहाँ अहिले चाहिँ चट्ट अहिलेको समयमा चाहिँ फोटो खिच्ने ठाउँ बनाएको छ है। मान्छेकै छेउमा कता बोल्न पनि लाज जस्तो लाग्दो रहेछ। कस्तो लज लाग्यो मलाई। अब यति त हुनु पऱ्यो नि मान्छेहरू पुल बन्द गरेको ठाउँमा माथि चढेर फोटो खिच्ने ठाउँ बनेको छ हो। अब के भन्नु अब यति त हुनु पऱ्यो। बनाउनेले पनि आधी पुल बनाइराखेर हिँडिरहेको छ, चढ्ने पनि चढेर दिएछ। यहाँ फोटो खिच्ने कति राम्रो राम्रो नानीहरू हेर त त्यहाँ ल। त्यस्तो राम्रो राम्रो नानीहरू आएर फोटो खिचिरहेको छैन। म चाहिँ एक्लै यार एउटा काम गर्नु हिँड्ने बाटो परमा चाहिँ आएको अरू केही छैन। सधैँ काम सिलसिलामा त आइराखेँ। यहाँ धेरै अस्तिदेखि देखिराखेको होइन। आज मात्रै बाटोमा साइड साइड लाएर यति भिडियो बनाउने समय जुरेको छ मलाई है। यहाँ चाहिँ साँग्रो पनि के साँग्रो हुन्छ गाडीको भिड यस्तो मान्छेको फोटो टिकटक होला। मेन कुरो चाहिँ यहाँ केटाहरू भन्छ बुढोहरू पनि बुढीहरू लिएर आइरहेको होला यार। केटाहरू गर्लफ्रेन्डहरू लिएर आएछ फोटो खिच्ने मान्छे चाहियो नि त उनीहरूलाई पनि होला होइन। तर केही छैन मान्छेले फोटो सेसन चलिरहेको छ आफ्नो हेरेर त ल जिन्दगी लगाइ त्योभन्दा धेरै नदिउँ। तर सिन चाहिँ एकदम बबाल छ नि। यो मेरो क्यामेराले अलिक राम्रोसँग क्याप्चर गरेन होला। तर आँखाले देखे जतिको राम्रो चाहिँ मेरो क्यामेराले निकाल्न सकेन है गाइस। काठमाडौँमा चाहिँ यो हिँड्छौँ आएर फोटो खिच्ने होला तपाईँहरू पनि। अब यहाँनिर त्यो यस्तो दामी छ ल। मेरो पनि साथी भइदिएको भए यतातिर लिएर आउँथ्यो बदाम छोडाउन होइन। अहिले बदाम छोडाउनलाई अब साथीहरू नि त एक्लै अब है ठिक छ। ठाउँ चाहिँ एकदम बबाल भएको छ। यो एउटा के वैशाखको समयमा फुल्ने रहेछ। तर एकदम दामी फुलिरहेको छ। त्यो पनि धेरै नरिसाउँ तपाईँहरूलाई।